हेलो स्टुडेन्ट, आज हामी क्लास 10 मा भएको साइन्स सब्जेक्टमा क्लासिफिकेसन अर्गानिजम भनेर च्याप्टरको बारेमा डिस्कस गर्छौँ। जहाँ क्लासिफिकेसन भन्ने बित्तिकै भनेको हाम्रो अर्थमा जति पनि लिभिङ अर्गानिजमहरू वा स्पेसिसहरू छ त्यसलाई एउटा सिस्टेमेटिक तरिकाले के गर्नुपर्छ भनेपछि क्लासिफाई गरिएको छ भनेर क्लासिफिकेसन अफ अर्गानिजमलाई बुझ्नुपर्छ। अब क्लासिफिकेसन अर्गानिजम भन्नाले जस्तै हामी पहिला के बुझ्थ्यौँ भनेपछि क्लासिफिकेसन अफ अर्गानिजम जुन स्पेसिसहरू छ त्यसलाई दुईवटा क्याटेगोराइजमा मात्रै राखिएको छ भनेर प्लान्टी एन्ड एनिमोनियामा राखिएको छ। तर अहिले जुन हाम्रो क्लास 10 मा हेर्ने हो भने न्यू सिलेबसमा के गरेको छ भनेपछि र अहिले जुन रोबर्ट विटेकर भनेर साइन्टिस्ट छ, जुन रोबर्ट विटेकर साइन्टिस्टले अहिले न्यू मोडलमा हेर्ने हो भने फाइभवटा किङडम सिस्टममा क्लासिफिकेसन गरिएको छ। कसलाई? लिभिङ अर्गानिजमहरूलाई वा अर्गानिजमहरूलाई रोबर्ट विटेकर भन्ने साइन्टिस्टले 5वटा किङडम सिस्टममा क्लासिफिकेसन गरेको पाइन्छ। अब क्लासिफिकेसन भनेर हामीले लिभिङ अर्गानिजमहरूलाई गरिएको छ, जहाँ चाहिँ जुन रोबर्ट विटेकरको अनुसार त्यो अर्गानिजमहरूलाई दुईवटा सेल्समा पनि डिभाइड गरिएको छ। फर्दर 2वटा सेलमा डिभाइड गरिएको छ, जुन चाहिँ प्रोक्यारियोटिक सेल छ र युक्यारियोटिक सेलमा डिभाइड गरिएको छ। प्रोक्यारियोटिक सेल भनेको एउटा यस्तो सेल्स हो, यहाँ जुन रोबर्ट विटेकरको अनुसार लिभिङ अर्गानिजमहरूलाई प्रोक्यारियोटिक र युक्यारियोटिक दुईवटा सेल्समा डिभाइड गरिएको छ। त्यसै गरी यहाँ प्रोक्यारियोटिक सेल्स भनेको ट्रु सेल्स वा जुन सेल अर्गान्सहरू हुन्छ त्यसको वरिपरि चाहिँ सेल मेम्ब्रेनबाट बनेको हुँदैन, दुईवटा सेल्स पनि हुँदैन, अब्सेन्ट हुन्छ। त्यसलाई हामीले प्रोक्यारियोटिक सेल भनेर बुझ्नुपर्छ। त्यसै गरी अर्को अर्गानिजम सेल छ हाम्रो युक्यारियोटिक अर्गानिजम। युक्यारियोटिक अर्गानिजम भनेको त्यस्तो सेल अर्गान्सहरू हुन्छ जसको भनेको सेल मेम्ब्रेन वा सेल वाल बााउन्ड्री हुन्छ। सेल बााउन्ड्री भएर जस्तै प्लान्ट सेल र एनिमल सेल तिमीहरू क्लास भनेको 9, 10 मा पनि पढ्नु भएको छ, 9 मा पनि पढ्नु भएको छ र 10 मा पनि हुन्छ सेल वाल प्लान्ट सेलहरूको। त्यस्तो कुराहरू जस्तै भनेको प्लान्ट सेल र एनिमल सेलमा भनेको सेल वालहरू हुन्छ, सेल मेम्ब्रेन हुन्छ, न्युक्लियस हुन्छ, इन्भलपहरू हुन्छ, सबै कुराहरू सेलमा प्रेजेन्ट भएको हुन्छ हो। अब कसलाई प्रोक्यारियोटिक भनेर कसलाई युक्यारियोटिक सेल भनेर यहाँ प्रोक्यारियोटिक भनेको त्यस्तो सेल अर्गान्सहरू जसमा भनेको सेल मेम्ब्रेन अब्सेन्ट हुन्छ, हुँदैन, अनि ट्रु सेल पनि दुईवटा न्युक्लियस पनि हुँदैन। तर यसमा दुईवटा न्युक्लियस पनि हुन्छ र त्यो सेल अर्गान्सहरू जुन बनेको हुन्छ त्यसमा भनेको सेल मेम्ब्रेन बााउन्ड्री भएको हुन्छ, त्यसलाई युक्यारियोटिक सेल भनिन्छ। यसरी विटेकरले जति पनि हाम्रो अर्थमा अर्गानिजमहरू छ, रोबर्ट विटेकर भन्ने साइन्टिस्टले दुईवटा सेल्समा डिभाइड गरेको छ, प्रोक्यारियोटिक भयो र युक्यारियोटिक भयो। अब युक्यारियोटिक जुन सेल छ, यो युक्यारियोटिक सेललाई पनि युनिसेलुलर र मल्टिसेलुलरमा डिभाइड गरिएको छ। फेरि यो युक्यारियोटिक जुन सेल छ यसले फर्दर डिभाइड गरिएको छ, युनिसेलुलर एन्ड मल्टिसेलुलरमा डिभाइड गरिएको छ। अनि त्यसै गरी प्रोक्यारियोटिकलाई पनि युनिसेलुलरमा पनि डिभाइड गरिएको छ। युनिसेलुलर भनेको ह्याभिङ द ओन्ली वान सेल भनेको एउटै सेलबाट जुन अर्गानिजमहरू बनेको छ भने त्यसलाई युनिसेलुलर भनिन्छ। युनि भन्ने बित्तिकै एउटा ओन्ली वान सेलले बनेको छ भने त्यसलाई युनिसेलुलरमा राखिन्छ। एन्ड मल्टिसेलुलर भनेको मोर देन 2वटा सेलले, धेरै सेलहरूले बनेको छ, मल्टिसेलले बनेको छ भने हाम्रो मल्टिसेलुलर भित्र पर्छ। अब यो प्रोक्यारियोटिक सेलमा युनिसेलुलर अर्गानिजमहरू हुन्छ त्यो भनेको प्रोक्यारियोटिक सेलमा प्रेजेन्ट हुन्छ। अब यो युनिसेलुलर अर्गानिजमहरूमा कुन किङडम भएको प्रेजेन्ट भएको हुन्छ अर्गानिजमहरू? मोनेराहरू। जस्तै मोनेरा किङडम जुन हुन्छ त्यो भनेको युनिसेलुलर अर्गानिजममा प्रेजेन्ट भएको हुन्छ। त्यसै गरी छ युक्यारियोटिक भनेको यो फर्दर बोथ हुन्छ, युनिसेलुलर पनि हुन्छ र मल्टिसेलुलर पनि हुन सकिन्छ। युनिसेलुलर र मल्टिसेलुलर भनेको कुनै अर्गानिजमहरू भनेको एउटा सेलले बनेको पनि हुन सकिन्छ, कुनै अर्गानिजमहरू लिभिङ अर्गानिजमहरू भनेको मोर देन 2 सेलले पनि बनेको हुन्छ हो। यसरी युनिसेलुलरमा जुन युक्यारियोटिक भित्र पर्ने सेल युनिसेलुलरमा भनेको प्रोटिस्टा भनेर किङडम परेको हुन्छ, प्रोटिस्टा किङडम परेको हुन्छ। र प्रोक्यारियोटिक युनिसेलुलरमा भनेको मोनेरा, यसलाई फर्स्ट किङडममा राखिएको छ। जुन युक्यारियोटिक अर्गानिजममा परेको यसलाई भनेको सेकेन्ड किङडममा राखिएको सिस्टममा राखिएको छ। अब फेरि हेर्ने हो भने युक्यारियोटिकमा युनिसेलुलरमा हेर्ने हो भने यो फेरि जुन मल्टिसेलुलर छ युनिसेलुलरको त्यो मल्टिसेलुलर पनि फर्दर फेरि डिभाइड भएको छ, विथ सेल वाल अथवा विथआउट सेल वाल भनेर डिभाइड गरेको छ। विथ सेल वाल भनेको त्यस्तो अर्गानिजमहरू हुन्छन्
जुन चाहिँ सेल वालबाट बनेको हुन्छ वा सेल वाल प्रेजेन्ट भएको हुन्छ त्यस्तो अर्गानिजमहरू विथ सेल वालमा पर्छ। विदाउट सेल वाल भनेको त्यस्तो अर्गानिजमहरू जुन चाहिँ बिना सेल वालबाट बनेको हुन्छ त्यसलाई विदाउट सेल वाल भनेर भनिन्छ। अब फेरि यो विथ सेल वाल जुन छ मल्टिसेलुलरभित्र परेको युक्यारियोटिकमा फेरि यसलाई फर्दर डिभाइड गरेको छ हेट्रोट्रोपिक न्युट्रिसन र अटोट्रोपिक न्युट्रिसन। अब यो हेट्रोट्रोपिक न्युट्रिसन एन्ड अटोट्रोपिक न्युट्रिसन भनेको के हो भनेर बुझ्नु जरुरी छ। हेट्रोट्रोपिक भनेको अरूमा डिपेन्ड पर्ने भनेपछि आफ्नो खाना आफैले बनाउन नसक्ने अरू होस्ट बडीमा भर पर्ने निर्भर हुन्छ भने त्यसलाई हेट्रोट्रोपिक न्युट्रिसन भनिन्छ। र हेट्रोट्रोपिक न्युट्रिसन र हेट्रोट्रोपिक जुन न्युट्रिसन अर्गानिजमहरू भनेको जस्तै फन्जाइहरू भयो। फन्जाइहरू जुन हुन्छ त्यसले आफ्नो खाना आफै बनाउन सकिँदैन, उसले आफ्नो खानाको लागि अरू होस्ट बडीमा अरू अर्गानिजममा डिपेन्ड हुनुपर्छ। त्यसलाई हेट्रोट्रोपिक न्युट्रिसन भनेर बुझ्नुपर्छ। विथ सेल वालमा प्रेजेन्ट हुन्छ। ओके, नेक्स्ट छ हाम्रो अटोट्रोपिक न्युट्रिसन। अटोट्रोपिक न्युट्रिसन भनेको जसले आफ्नो खाना आफै बनाउन सकिन्छ र आफ्नो खाना आफै जस्तै भनेको ग्रास हपरहरू भयो, ग्रिन प्लान्टहरू भयो, फोटोसिन्थेसिसको प्रोसेसमा आफ्नो खाना आफै बनाउन सकिन्छ हो। यसलाई अटोमिस भनेको आफै बनाउन सक्ने, हेट्रोमिस भनेको अरूमा डिपेन्ड पर्न सकिने हो। यसैले अटोट्रोपिक न्युट्रिसन र हेट्रोट्रोपिक न्युट्रिसनमा विथ भनेको सेल वाल अर्गानिजमलाई डिभाइड गरिएको छ। जुन हेट्रोट्रोपिकमा फन्जाइ भएको पाइन्छ, त्यसै गरी अटोट्रोपिक भनेको आफैले आफै खाना बनाउन सक्ने प्लान्टी भनेको जस्तै प्लान्टहरू, ग्रिन प्लान्टहरू भयो, तिनीहरू चाहिँ अटोट्रोपिक भित्र पर्छ। ओके, नाउ अब चाहिँ हामीले यो क्लास 9 मा भनेको मोनिरा भयो, त्यसपछि प्रोटिस्टा भयो। मोनिरा र प्रोटिस्टा भनेर क्लास 9 मा हामीले डिस्कस गरिसकेका छौँ। अब यो हाम्रो जुन क्लास 10 मा जुन बेसिक कोर्सहरू जुन भित्र कन्टेन्ट छ त्यसमा हामीले किङडम प्लान्टी वा प्लान्ट भनेर किङडम पढ्नुपर्छ। जुन चाहिँ त्यसको प्लान्टी भनेको के हो, त्यसपछि प्लान्टीभित्र के पर्छ र प्लान्टीको जुन क्यारेक्टरहरू छ, विशेषताहरू के छ भनेर त्यसको बारेमा हामीले डिस्कस गर्नुपर्छ।